टेन्सन लिएर पनि हुन्छ त भुन्जेलसम्म मलाई खाने हो नहुन्जेलसम्म एक थोक होला नि त आफ्नो बुढो आफ्नो बुढी छोरी बाबामा साथमा हुँदा हुँदै के टेन्सन लिनु अनि सोचेर बस सोचेर भएन भने हुँदैन नि अर्कोचोटि हुन्छ नभए अर्कोचोटि नभए आफ्नो भाग्यमा छ भने हुन्छ नभए काहीँ पनि हुँदैन कोरिया पनि हुँदैन जापान पनि हुँदैन रोमानिया गए पनि जहाँ गए पनि त्यही हो आफ्नो बुढासँग बस्न पाउनुलाई खाना लाउन पुगेछ छोरी मजाले पढाइयो भने भइहाल्छ नि अरूको आश पनि गर्नु पर्दैन केही पनि गर्नु पर्दैन टेन्सन लिउँ हात पऱ्यो गरौँ म त लास्टै यो लाग्छ तँदेखि पनि एक दिन जताबाट पनि भइहाल्छ नि आफ्नो भाग्यमा छ भने घुमिफिरी हुन्छ आफूलाई मलाई यत्रो यो छ र त टेन्सन छैन मलाई आफ्नो मर्दाखेरि लिएर जाने होइन के होइन आफ्नो जस्तो छ आफ्नो जति छ जस्तो छ आफूसँग भइहाल्छ मरेर लिएर जाने भए पो ल हो मान्छे मसँग पछि मरेपछि पनि मलाई हुन्छ भन्नु टेन्सन धेरै लियो भने बिरामी हुन्छ र मुजी कोरियाको एकचोटि भएन भने भएन भने अर्कोचोटि हुन्छ अर्कोचोटि भएन भने मुजी अर्को हुन्छ दिएकै हो अब आउँदैन त के गर्नु त पहिला मैले 30 कट लाइन 32 33 34 36सम्म कट लाइन भयो त्यत्रो हान्दा पनि मुजी नआउँदा त के चाहिँ गर्नु त भाग्यमानीको खप्पर ठुलो अभागीको के ठुलो भन्थ्यो त्यस्तै भाग्यमा हाम्रो छैन भने हुँदैन काहीँ पनि भाग्यमा छ भने एक दिन कतै न कतैबाट भइहाल्छ टेन्सन लिएर यो गरेर केही हुन्छ र म त छक्क लाग्छ तँदेखि पनि टेन्सन लिएर केही हुँदैन क्या टेन्सन लिएर यो गरेर के टेन्सन लिइराख्नु अनि रोयो बस्यो अनि यो गऱ्यो अनि तिम्रो मनका कुरा के छ त भन नि त मलाई सेयर गर भन् ल मलाई छोडेर जाने हो त विदेशै जाने हो त भन न विदेशै जाने त नगर साह्रो मान्छे मर्ने बेला भइरह विदेश जानु नपाएर म त छक्क लाग्छ हौ तँलाई भने हुँदैन भने हुँदैन नि त्यही मलाई सोच दिमागमा राखेर के उयो नै हुँदैन नि एक ठाउँमा राखेर म बिरामी भएको होला त्यो भएर धेरै सोचेर बिरामी भएको नभए कसरी बिरामी हुन्छ जतिखेर नि विदेश यहाँ जान पाए हुन्थ्यो त्यहाँ जान पाए आफ्नो भाग्यमा छ भने घुमिफिरी आउँछ क्या छैन भने त्यो मुजी जहाँ धामीकोमा गए पनि फलानाकोमा गए पनि जता गए पनि केही पनि हुँदैन आफ्नो भाग्यमा आफ्नो कर्ममा जस्तो छ त्यही अनुसारले हुने हो नभए खानालाई पुगिहालेको छ यो गर्नलाई पुगेको छ भन्दा नि खै के मुजी बिहान लायो बेलुका के भने जस्तो आफू बिहान 4 बजेदेखि हिँडेर बेलुका एकदिन 7 बजे आइन्छ र पनि कहिले हुँदैन खोइ 600-700 पैसा कमिन्छ जम्मा साह्रै लास्टै काल आयो भने भात त मरिहाल्नु हुन्थ्यो न काम आउँछ न यो हुन्छ